एउटा देशको प्रधानमन्त्रीले हैन मेरो देशले अर्को देशलाई सीमा मिचिरहेछ भनेर भन्छ। तपाईलाई भन्नु रुसले युक्रेन लगायत धेरै ठाउँमा सीमा मिचिएको छ। रुसले अहिलेसम्म भनेको छ भारतले नेपाल पाकिस्तान बङ्गलादेश भुटान श्रीलङ्का मालदिभ्स सिक्किम त आफ्नै बनायो, तर आजसम्म भारतले मैले कुनै देशको सीमा मिचिएको छु भनेर भनेको छ। अमेरिकाले संसार कब्जा गरेछ हैन। तपाईको चाहिँ भेनेजुएलामा गएर राष्ट्रपतिलाई अपहरण गरेर ल्याएर मुद्दा लगाएर हैन एक्टिङ प्रेसिडेन्ट अमेरिकाको के अरे सरी भेनेजुएलाको भनेर उसले आफ्नो चाहिँ के अरे सामाजिक सञ्जालमा लेखेको छ। तर अमेरिकाले मैले भेनेजुएलाको राष्ट्रिय स्वाधीनतामाथि आक्रमण गरेँ भेनेजुएला मिचिए भनेर भनेको छ त। नेपालको बालेन्द्रले भारत मिचिया छु भन्दाखेरि पनि रमाएर जुस पिउने राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरूलाई तपाईँ हामीले दया भन्दा बाहेक अरू के भन्ने भने कठै कठै भन्ने भन्दा बाहेक अरू केही छैन। प्रधानमन्त्री बालेन्द्र शाहको यो अभिव्यक्तिले कतै कुनै बेला नेपालले ग्रेटर नेपालको पाउने हो? एउटा त ग्रेटर नेपालको नारा नै अब त्यो मेरो विचारमा ग्रेटर नेपालमा जानुभन्दा पहिला ग्रेटर नेपालको नारालाई कार्यान्वयन गर्नुभन्दा पहिला ग्रेटर नेपाल अन्तर्गत पर्ने जनता के चाहन्छन् भनेर नभइकन यो नाराको बारेमा यद्यपि कानुनी हिसाबले राजनीतिक हिसाबले सीमाको हिसाबले हाम्रो ऐतिहासिक दस्तावेजको हिसाबले ग्रेटर नेपालले पाउनुपर्छ भन्ने बहस आफ्नो ठाउँमा छ। त्यसको लजिकमा म चाहिँ फेरि त्यसलाई काट्नेवाला छैन। तर त्यहाँको जनता के गर्छन् त? अब बाँके बर्दिया कैलाली कञ्चनपुर हामीले पाएको कहिले 1860 तिर। त बाँके बर्दिया कैलालीको कञ्चनपुर हामीले गिफ्टमा नपाएको भए त्यहाँको जनताको राष्ट्रियता के हुन्थ्यो? भारतीय हुन्थ्यो। के उनीहरू अनि नेपाली भनेर आज जस्तो गर्व गर्थे त? गर्थेनन्। भनेपछि ग्रेटर नेपालको नारा लगाउनुभन्दा पहिला ग्रेटर नेपालको सीमाभित्र बस्ने जनता के चाहन्छन् भनेर रुचि हामीले त्यहाँ चाहिँ के भन्छ उनीहरूलाई हामीले सर्वेक्षण गर्न जरुरी हुन्छ एउटा। दोस्रो कुरा बालेन्द्र शाहको गफले भएको नेपाल त सिक्किम बन्दैछ भएको नेपाल त भुटान बन्दैछ अनि तपाईँ ग्रेटर नेपालतिर जान्छ भनेर भन्नु भने अब यो के भन्ने के यो कहाँ गयो हाम्रो भन्ने कुरा छ। टिकटकमा जब टु टु वाला म्युजिक आउन थाल्यो त्यहीँबाट हाइज्याक सुरु भयो फेक आइडीहरूबाट जसले डिस्कर्डको एप चलायो। अहिले त्यो गृहमन्त्रीबाट निलम्बित भएका छन् उनी पनि बालेन्द्र जस्तै छन् हैन। उनले चलाएको रहेछन् त्यो डिस्कर्ड र त्यो डिस्कर्डको एप्समा 23 र 24 गते होइन 19 र 20 गते नै पेट्रोल बम हान्ने कसरी भनेर सिकाएको रहेछ डिस्कर्डको एपमा। त्यो चाहिँ सिंहदरबार जलाउनलाई त्यहाँबाट हाइज्याक भएको छ। जब विद्रोह भइराखेको छ त्यहाँ त उनीहरूले त मेहनत गरिरहेका छन् त्यसलाई हाइज्याक गर्नलाई हरेक दिन नै 23 गते पनि 24 गते पनि। त्यति मात्र होइन जब बारबारा फाउन्डेसनको सरकार बन्यो त्यो त पूर्ण हाइज्याकमा गयो। जब बालेन्द्रको स्ट्याटस अनुसार जस्तो स्ट्याटस छ त्यस्तै पोलिटिकल दिशातिर गयो। सेना आउ वार्ता गर सेनासँग वार्ता गर्न जान्छ। राष्ट्रपति छ सेनाको परमाधिपति आफ्नो परमाधिपतिलाई लुकाउँछ सेनाले अनि सेनापति आएर वार्ता गर्छ। भनेपछि हाइज्याकरहरू चाहिँ धेरै छन् हैन। त्यसमध्ये एउटा जियो पोलिटिक्स पनि हाइज्याकर हो। सायद त्यसले चाहेको चाहिँ अझ पर लान खोज्थ्यो होला अर्को जियो पोलिटिक्सले त्यहाँ नजान नदिएको पो हो कि